पसेको 500 अरे हामी बाटो भुल्ली 2 शब्द क्रिस्टियानो रोनाल्डो किङ कोहली ह्याप्पी एन्डिङ चिया बिस्कुट सरना सबिना चियापान कार्यक्रम तिमी नगरेको चियापान निन्द्रापान भए पुग्छ निन्द्रापान सल्ला चियापान गर्दैछौ मयङ तातोपान हो त्यो भाइ चियापान समिक सातु बनाउँदैछ हजुर के एनर्जी यो त मेरो अहिले बिहानको एनर्जी मात्र हो त्यो भरेसम्म यो कहाँ पुगिसक्छ त सेल भाइले भन्छ यो चाहिँ हामी बसेको गोठ थियो मयुङ डाँडाको दाइ चाहिँ गोठको ओनर हामीलाई पनि त राम्रो बास खाना दिनुभयो अनि बिहान बिहान एकदमै राम्रो भ्यू खुलेको छ अहिले चाहिँ दिस इज माई 360 डिग्री थर्ड डे अफ ट्रेक साथीहरू त्यहाँ हाम्रो संवाददाताको आज एनर्जी अलिकति दिने खालको छैन एनर्जी लेस पर्सन समिक सुन टु बी एभरेस्ट यस्तो सजिलो बाटो हिँड्न मजा आइरहेको तपाईँलाई कस्तो भइरहेको एकदम रमाइलो संवाददाताको आज एनर्जी फिस भइसक्यो छैन फिस भएको छैन अब अलि वातावरण छैन क्या संवाददाताको रिपोर्टिङ एकछिनमा हुन्छ चाँडै हुन्छ बाटोमा एकछिन हामी विश्राम लिने ठाउँ सकेर एकदम राम्रो थाहा नै हुँदैन नि कति बाटोमा आइपुग्यौँ मयङ्क भाइ त्यहाँ हाम्रो पोज दिइरहेको छ ए मयङ्क भाइ पनि चढ्छ एक दिन हिमाल के अरे सगरमाथा एक दिनै भन्दैछु एक दिन एउटा लालु गुराँस फुलेको चाहिँ देखियो समर इन बिट्विन आइपुग्यौँ हामी एकदमै राम्रो भ्यू पुरै उकालोमा यहाँ हाम्रो प्रो ट्रेकर समिक यता सेकेन्ड प्रो सबिना थर्ड प्रो सरना 16 प्रो म्याक्स कुन फोनले खिचेको 13 नखिच्नु हौ फाइनल्ली 3.5 घन्टा हिँडेर हामीहरू लन्च स्टप बलौटे भन्ज्याङ आइपुगेको छौँ डिफिकल्टै थियो ट्रेक चाहिँ यो हो हाम्रो लन्च स्टप क्युट राम्रो एकदम ब्युटिफुल प्लेस छ बलौटेको लन्च हामी करिब 3000 जति हाइटमा आइसकेका छौँ पुरा एक्साइटेड छ म जान चाहिँ हाम्रो दिदीहरू चाहिँ बिस्तारै बिस्तारै आउँदै थाकी आनन्दले अनि दिदी कस्तो लाग्यो त सफर उसले भन्छ मेरो तर्फबाट झन्डै लड्नु दाइ रमाइलो भइरहेको छ रमाइलो भएको छ नि त भइरहेछ यो पनि एकदम रमाइलो त हो योभन्दा बेसी रमाइलो हुने मैले कुनै पनि ठाउँ देखेकै छु देख्नु हो नि खतरा ठाउँ दिदीको एक्साइटमेन्ट पनि धेरै छ क्या अनि हाम्रो अर्को दाजु दिदी भाइ एउटा ओहो ल ब्ल्याक पान्थर बनेर अनि उहाँ के भन्नु त्यसो भएर सुरुमा भन्दाखेरि चाहिँ के थियो भने तपाईँहरूलाई भेट्नुभन्दा अगाडि हाम्रो प्लान चिया सास भेट एकछिन कान्छ अनि बोल हाम्रो प्लान चाहिँ के थियो भन्दाखेरि यहाँ कुन ठाउँ भनौँ रावादा त्यसले अर्को ठाउँ छ क्या त्यहाँबाट
कोलुपुङबाट तलबाट डाइरेक्ट फर्किने बाटो छ क्या, यो बाटो आउनु पर्दैन। त्यही थियो हिजो तँ दाइले छैन भन नि त हाम्रो डिसिजन त्यही थियो होइन, हिजो दाइले डाइभर्ट गर्दा हो क्या हाम्रो सबै। अनि ब्याग बोकेर यता झर्न सकिन्थ्यो त त्यस्तो हुँदा पनि। अनि एउटै कुरा हो नि त, अब चाहिँ हाम्रो यहाँ अहिले आएर भन्नु दिदी के भइरहेछ, हामी चाहिँ के अरे खाना खायौँ बलौटेबाट, ह्याकुले आयौँ 45 मिनट हिँडेर। अनि त्यस पछाडि अब यहाँ आइपुग्यौँ अनि राईहरू लियौँ। सास फेर्न त्यो बलौटेको उकालोबाट चढ्दा नै गाह्रो भइसक्यो। लौरीको ठाडै उकालो, केटा मान्छे नर्मल्ली हिँड्नेलाई 4 घन्टा भनेपछि हामीलाई 6 घन्टा मिनिमममा पनि लाग्छ। त्यहाँदेखि न होटल न पानी केही भेटिँदैन। अब यहाँनिर 9 जनाको ग्रुपमा 2टा डिसिजन भयो, जाने कि नजाने, कन्फ्युजन। अब हामी चाहिँ अलमल्ल परेर बसेको आधी घन्टा भयो। यता देखाउनु पर्यो को जाने यता यता चाहिँ फर्किने पार्टी, उता चाहिँ जाने पार्टीहरू हुनुहुन्छ। फर्स्ट टाइम हो भने चाहिँ यो मुन्दुम ट्रायल नआउनु होला। यदि झुकेर अब जोस जोसमा आइहाल्नु भयो भने पनि मयुमबाटै फर्किनु होला। धन्यवाद। यदि तपाईँको अझै पनि एड्रेनालिन रस भएर चुम 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 गरेर आउनु भयो भने धोत्रेसम्म आउनु होला, धोत्रेदेखि मयुमा आउनु, मयुमादेखि बेलौटीसम्म आउनु, त्यहाँदेखि खोक्खल पहिला फर्केर निक्लिँदा फेरि चखेवादेखि फर्किँदा मयुमै चखेमा हिउँ पर्छ, चखेमा हिउँ खेल्ने त्यहाँदेखि फर्किने। सबै के भन्नु छ? मलाई केही भन्नु छैन। म माथि चढिन्थ्यो, धेरै कुरा गडबड भयो क्या, हाम्रो प्लानिङै सही तरिकाले गएन क्या। फ्याक्ट हो, फ्याक्ट हो क्या। हामी मयङ मात्रै आएनौँ नि त। बिहानको ठ्याक्क 6:30 देखि हिँडेको, अहिले बेलुकाको 5:45 भयो। हिँडेको छ उकालै मात्र। डेस्टिनेसनसम्म चाहिँ पुग्न सकिनौँ। यसमा त अनुहार पनि देखाउन मन छैन। यति हिँड्यौँ अनि डेस्टिनेसनसम्म पुग्न नसक्ने छाटकाट देखेर चाहिँ हामी मिड डेस्टिनेसन नै फर्क्यौँ। अनि फर्किँदा पानी पर्यो, भिजेर हालत पुरै खराब छ। बिच बाटोमा त एकछिन त रोइदिउँ जस्तै लागेको क्या। अनि आफै सम्झेँ, आफ्नै रहरले त हो नि जस्तो लाग्यो। त्यस्तै छ साथीहरू, एक्लै छु। पछाडि सल्लाह आउँदैछ, सकिन आँटो अब। पछाडि सल्लाह आउँदैछ। अनि हामीले एउटा भाइहरूको ग्रुप भेट्टाएको थियौँ। अनि त्यो भाइहरू 3 जना अगाडि, 3 जना सायद पछाडि होला। अनि हाम्रो सरना दिदी र सबिना पनि पछाडि आउँदैछ। त्यो 7 बजीसम्म मयुङ डाँडा फर्किसक्ने भन्ने प्लान थियो। यस्तो पानी परेको हुनाले यो मनसुन ट्रेलै हो, स्टिल ओभर पानी परेको छ कि अहिले होइन, पुरै भिसायो। अब चाहिँ एकछिन बस्छु, सिँढी सक्यो। चाउचाउ पकाएर खाँदैछौँ हामी चाहिँ। अब चाउचाउ सर्भ हुँदैछ हाम्रो। चम्ची बोकेर जान्छु नि त। चाउचाउको प्रतिक्रिया ल चाउचाउको प्रतिक्रिया दिनुहरू उताबाट सुरु। दिदीले खानै भएको छ। पौडेल भाइ चाउचाउको यसो प्रतिक्रिया चुरा भुज्दै खाने भन्दै थियो अहिले। धरा चाउचाउको प्रतिक्रिया। मेरो प्रतिक्रिया चाहिँ भोक मिठो भोक मिठो हो, एकदम दामी।
एकदम बेस्ट आजसम्म यस्तो चाउचाउ मैले कहिले खाएको थिइनँ फेरि कहिले खान पाउने हो एकदम अफसोस हुन्छ क्या यो चाहिँ मिस गर्छु म सबभन्दा धेरै मिस म यही गर्छु फेरि चाहिँ गर्नुपर्छ होला एउटा फोटो खिचेर ल यता हाम्रो अभिषेकजी एक सुमधुर सङ्गीत प्रस्तुत गर्न गइरहनु भएको छ लो अडियन्सहरूले जोरदार ताली उहाँलाई स्वागत गरौँ ल 1 2 3 म्युजिक घर आँगन नि साथी भाइ दर्शन आफ्नो विदेशमा छ माया यो नमरुसे मेरो तन पुरै गाउँ न अनि जाला जिउ जाने छैन लाको माया छुटाउनु हुँदैन वर्षे उमेरैमा मै पनि झुल्के हुँदा अहिले पो बुढो भएर चाहिँ हामी बसेको गोठ स्टे हो अनि उता पर गाईहरू के अरे भैँसी चरिरहेको छ अनि ऊ पर चाहिँ होमस्टे छ हाम्रो गोष्ठीको दाइले चाहिँ घोडा लिएर आउँदै हुनुहुन्छ ऊ पर होमस्टे छ म जुम गरेर देखाउँछु त्यहाँनिर पनि मान्छे उभिरहनु भएको छ बाहिर यस्तो छ है साथीहरू 5 मिनट अगाडि देखाएको हरियो डाँडा होमस्टे यस्तो भइसक्यो है कुहिरोले ढाकेर सबै यही ठाउँमा उभिएको जस्ट 5 मिनट मात्र भएको छ केही नै देखिएको छैन यहाँको होमस्टे पर अब चाहिँ हामी निक्लिन आँटेको सावा जानलाई पोखरी पुग्यो पशुको 500 अरे दिदी तपाईँको 500 तिम्रो चाहिँ हो तर पशुको 500 अरे समीको चाहिँ यहाँनिर अनुमति बिना पस्यो भने 500 रहेछ तर हामीले उसको लागि अनुमति लिइसकेको छौँ त्यही भएर हाँस पोखरी आइपुग्न आँट्यौँ जाउँ सबै आउँछ चप्पल यात्री पनि पोखरी चाहिँ यही रहेछ है साथीहरू हाँस पोखरी आइपुग्यौँ डे 4 अफ ट्रेकमा यहाँ एक ग्रुपको फोटोग्राफी चल्दैछ हाँस पोखरीमा उहाँ एउटा बच्चा खै के गर्दैछ थाहा छैन कसको हराएको बच्चा हो यहाँ अर्को ग्याङ छ पर सरन आफ्नै तालमा फोटो खिच्दैछन् अब चाहिँ निक्लिनु पर्ने हुन्छ हामी बाटो भुल्यौँ जाँदैछौँ पीडित युवा युवतीहरू सिधै झुक्यो भने बाटो छैन नि गाई यता छैन सिधै सिधै जानु एकदम सँगले ओह्रालो 2 घन्टा लाग्दैन 1.5 घन्टा कहाँबाट ल्याएको हो चक्कुले काट्दै हो सर दिदी कहाँ गति कुर्बा यता यो चाहिँ हाम्रो खास गरी दाउरा काटेर आगो बाल्नुपर्छ भनेर काम के उपाय के यसलाई तर हामीले काँक्रा काट्न स्याउ पानी पर्यो भने चाहिँ 2 शब्द किन गर्ने गरौँ न स्वर्णदी 2 शब्द 2 शब्द मात्रै छ अहिले केही छैन समीक 2 शब्द 2 शब्द पौडेल 2 शब्द हेलो हाई अब अहिले यता तल मयङ्क 2 शब्द क्रिस्टियानो रोनाल्डो 2 शब्द किङ कोहली होइन रजत पट्टीदार 2 शब्द ह्याप्पी एन्डिङ नो रिएक्सन टेस्ट ल पक्ड त ए नाइस यो चाहिँ गरौँ न पक्ड ल ए सबैको ल मयुङ डाँडाबाट हामी ओर्लिँदैछौँ तलतिर डेन्स फरेस्टको बाटो यस्तो ओह्रालो चिप्लो ओह्रालो
हाफ पेन्ट पेन्ट खाँदैछौँ हामीहरू चाहिँ आज कहाँ पो अरे हो यो ठाउँ ठाउँको नाम सावा हौ यो चाहिँ मेरो मामा हो ढिलै खाएन मैले हामी चाहिँ यहाँनिर जावा भन्ने ठाउँमा आएर होमस्टेमा आएर खाना यसरी खाँदैछौँ दिउँसोको कि बेलुकाको 4 बज्न आँट्यो सायद बेलुकाकै खाने आज यो बेलुकाकै खाना बिहान पनि बिहान बेलुकाकै एकैचोटि बिहान बेलुकाको एकैचोटिको खाना होइन त हो बिहान हामी आज 1 गिलास पानीको भर र पचासको भरमा पेट पारेर आयो ओह्रालो झरेर होइन माउन्ट एभरेस्टको ओह्रालो झरे जस्तो भयो होइन लेख लागेन बेग्लै कुरा हो बाटोमा के भन्नु अरे मैले पौडेललाई के रङ्गी देख्यो रङ्गी फुलहरू दाइ भनेर तिमी त्यो घरमा हुँदा त यो कुरा चलेको पनि थिएन अस्ति यो त्यो गाडी बिहान चाहिँ कति बजे बोलाउँदा त्यता चाहिँ के लावा लु एकदम मकैहरूको भएन मकैहरूको बिचबाट निकालौँ भने ब्रस गर्दै स्वागत छ म उही हजुरहरूको प्यारो अभिषेक पुयाल र यो धराप अरू एन्ड अब एन्ड गर भ्लगलाई एन्ड गर तिमीहरू अब हामी घर जान लागेका छौँ त्यही भएर हामी हतारमा छौँ हाई भाइ चाहिँ हो बाई कहाँ अहिले बाई हुन्छ अब भाइ हो अब यहाँबाट म उता बनाउँदिनँ नि त भिडियो बाई बाई अब हाम्रो भेट हुँदैन धरानमा हुन्छ एकैचोटि धरानाको बेला सम्झिन मन लाग्यो भने सम्झिन्छु पढेल भाइ भन बाई अभिषेक भाइ भन बाई त पछाडि को छ मयङ्क सानो नगर नयाँ सानो बिग्रिसक्यो सानो नगर नयाँ सानो बिग्रिसक्यो